ल बुढो ल पोलमा चाहिँ चढ्नै पर्यो है भाले छु ल मैले राखिदिन्छु नत्र नै लोकनीतिको लागि केही दर्ता गर्न चाहन्छु भने हाम्रो श्री बमबहादुर छत्रीज्यूसँग सम्पर्क राख्न अनुरोध गर्न चाहन्छु र यति बेला आफ्नो कथाको जोड्दै न्यू जेनेरेसनले एक अङ्क गर्दै 5 पुऱ्याएको छ भने रोहित खान 2 दुई बल चाहिँ कति मिटर आछ र कि भिडियो बनाएको छ भिडियो बनाएको बोल नि त के कुरा के बोल्ने यिनी मान्छे के बोल्छन् हेर्नु त यिनी उहाँ तम घाँसका मान्छे हुन् किनेर खेलाडी किनेर ल्याएको खेलाडी किनेर त ल्यायो तर यहाँ आएर खेल्ने यहाँ हाम्रो गाउँ त किन्छ पारे ओक्ले त यस्तै गरेर राख्ने न्यू जेनेरेसन भर्सेस प्युठानको बीच भइरहेको गेममा 2 सेट प्युठानले हात पार्न सफल भएको छ भने न्यू जेनेरेसन मडाने जुन गुम्मीले चाहिँ 1 सेट पनि आफ्नो पोल्टा 1 सेट पनि आफ्नो पोल्टामा पार्न सफल भएको छैन। सर्भिसमा हुन्छ आउट मिठो स्पाइक थियो तर बल आउट हुन पुग्यो त्यसको फाइदा रोयल खुम प्युठानलाई मिठो शट प्रहार गर्दै यहाँ देख्न सक्छौं जुन न्यू जेनेरेसन युवा क्लबका खेलाडी मित्र जर्सी नम्बर 8 का बल कट्न असफल भएको छ जसको फाइदा चाहिँ प्युठानलाई नम्बर रहेको छ के भएर
हजुर सक्दैन सक्नुहुन्छ हजुरले खै सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हुँदा संस्था तथा सम्पूर्ण पत्रकार पत्र प्राप्त नभएको सूचना आधारमा कार्यक्रममा उपस्थिति साथै सहभागी जनाउन हार्दिक अनुरोध गर्दछौँ। समाचार प्रेम कुमार प्रधान गाउँपालिका गाउँपालिका पुरस्कार पुरस्कार प्रमाण पत्र छोरा गाउँपालिका जिल्ला खानेपानी तथा सरस्वती डिभिजन कार्यालयमा कार्यरत दर्ता शुल्क 1,500 मात्र। पुरस्कार 2,500 प्रमाण पत्र सौजन्य लक्ष्मण छत्री गाउँपालिका 1 अभिनेतानी गुरुङ हाल इन्डिया विजेता पुरस्कार 2,000 बराबरको भानु र प्रमाण पत्र सौजन्य उनी खत्री गाउँपालिका 1 अभिनेतानी गुरुङ कति रे 14 कति हेर सामुदायिक स्वास्थ्य इकाइका इन्चार्ज प्रशंसा पत्र सौजन्य चन्द्र राउत मधानी गाउँपालिका प्रचार प्रसार सौजन्य सुषमा मल्ल खत्री गाउँपालिका 1 अभिनेतानी गाउँपालिका 1 ओडा कार्यालय होइन वाइफाई लिएर आऊ भने वाइफाई दैन
ल्याएको यार यसले त किन हाने हान्दो रहेछ सर्भिसिङ मिठो लाग्यो खाली छोड्दियो के हो यो माइक भाइ सदस्य के हो यो माइक भयो त्यस्तो तेर तेरै त्यसै लोटेर मात्रै